हेर्नुहुँदैन यस्तो तोडफोड भएको छ यहाँभित्र। सो बाहिर पनि यस्तो छ है, सोध्नुपर्छ। अब नेपालमा पनि बन्छ कि थाहा छैन। सो सोध्छौँ हामी, पुरै जलेको छ कि। हुन्छ म तपाईँहरूलाई कोलपुर नगरपालिका देखाउँछु कस्तो छ है। यो पुरै यस्तो भएको छ है, हेर्न सक्नुहुन्छ। पुरै भत्किएर के यहाँ चलाएर है। अब राष्ट्रिय परिचय कार्ड बन्द रहेनछ। सो टाइम लाग्छ अरे, तिहार लगभग यहाँ चाहिँ तिहार पछि बन्छ भन्ने हुनुहुन्थ्यो। सो त्यही हो, म चाहिँ बनाउन पाएन, बनाउन आएको थिएँ। सो टेन्सन भयो अब है, किनभने मलाई विदेश जानु थियो, त्यसको लागि राष्ट्रिय परिचय कार्ड चाहिन्छ नि त। सो त्यही भएर चाहिँ अब बनाउन पाएन। अब के गर्ने होला भन्ने भइरहेको छ। सो अब है सोध्छु यहाँ अब नेपालमा बन्छु कि नै, त्यही हो। अनि घर फर्किने हुन्छ बनेन भने चाहिँ। यहाँको त्यो दुःख मात्रै पाइयो। हेलो एभ्रिवान, आई होप सन्चै हुनुहुन्छ होला। वेलकम टु माई न्यू भ्लग। सो आजको भ्लगमा स्वागत छ तपाईँहरूलाई। सो अहिले चाहिँ म दिदीलाई पुऱ्याउनु जाँदैछु दिदीको घरमा। सो अब म त त्यो राइडर भइसक्यो भनेर पठाउ भइसक्यो है। डेली कोही कसैलाई न कसैलाई पठाउने काम गर्छु। सो आज चाहिँ दिदीलाई पठाउनु जाँदैछु। बाटोमा हेर्न सक्नुहुनेछ है त। सो होइन, अहिले चाहिँ म बाटोमा आइसकेँ। दिदी पछाडि हुनुहुन्छ, हेर्न सक्नुहुन्छ। दिदीलाई छोड्न जाँदैछु। बिस्तारै चलाऊ भन्नुहुन्छ। सो अब बिस्तारै चलाउँछु, किनभने तपाईँहरूलाई पनि देखाउँछु बाटोमा। सो मैले चाहिँ हिजो एउटा बच्चा बिरामी भएको भिडियो हालेको थिएँ। सो त्यो भिडियो चाहिँ युट्युबले डिलिट गरिदिएको थियो है। मलाई थाहा थिएन नि त युट्युब गाइडलाइन्सको बारेमा। सो त्यही भएर हो, हजुरहरूको साथ र सपोर्टको जरुरत छ अहिले मलाई। युट्युबलाई पनि सरी भन्न चाहन्छु, किनभने मलाई थाहा थिएन है, किनभने म नयाँ युट्युबर हो। सो म चाहिँ युट्युब अफिसियललाई पनि सरी भन्न चाहन्छु। हिजो चाहिँ मैले एउटा भिडियो हालेको थिएँ, त्यो भिडियो चाहिँ युट्युबले डिलिट गरेको छ अनि मलाई चाहिँ थाहा भएन। सो आई एम सो सरी युट्युब। दुई चारवटा पनि छैनन् छैन। सो दिदीले अब टमाटरको बेला लग्ने भन्नुभएको थियो, पाइएन है, सकिएको रहेछ। त्यही हो, अब तपाईँहरूलाई घर पुगेपछि देखाउँछु है त। कहाँ यहाँ त भिडियो देखो खिचेको भिडियोले के बन्छ भने राष्ट्रिय परिचय पत्र के कहाँ बन्छ? कोलपुरमा बन्छ है राष्ट्रिय परिचय पत्र। गाई छैन, म घर आइसकेँ, हेर्न सक्नुहुन्छ। त्यही हो, शीतल आउँछ गाउँघरतिर, मजा आउँछ सुत्न है खड्डेमा। सो गाई छैन, अहिले चाहिँ हामी निस्किसक्यौँ। अघि उहाँ छोड्न आएको थियो, अहिले चाहिँ म घर जाँदैछु। कोलपुर पनि जानु छ आज, राष्ट्रिय परिचय कार्ड बनाउन। सो सिनेमेटिक भ्यू हेरिदिनु है त एकचोटि। अब घर जानुभन्दा अगाडि एकचोटि पसल बस्छु भनेर पसल आइसक्यो। ए पसलमा छु अहिले। सुतिजानु घर गएर। सो गाइज होइन, अहिले चाहिँ रेडी भएर सो अहिले चाहिँ हामी कोलपुर जाँदैछौँ, किनभने राष्ट्रिय परिचय पत्र बनाउनु पर्ने काम छ। सो अब बाटोमा के कस्तो हुन्छ है तपाईँहरूलाई म बाटोमा देखाउने छु। सो अहिले म रेडी भइसकेँ, हेर्न सक्नुहुन्छ। अब चाहिँ हामी हिँड्छौँ है। सो बाटोमा देखाउँछु तपाईँलाई, हेर्नु होला।
बाटोमा देखाउँछु है त। हामी चाहिँ अहिले पेट्रोल पम्प आइसक्यो हेर्नुहुन्छ, पेट्रोल भर्दैछौँ है। पेट्रोल पनि हालियो, अब जान्छौँ पेट्रोल हालेर। सो सिधै अब तपाईँहरूलाई त्यहाँ पुगेर देखाउँछु है। तपाईँहरूलाई सिधै अब कोलपु त्यहाँ नगरपालिकामा गएर देखाउँछु। A few moments later. सो गाइस होइन, म चाहिँ यहाँ आएको थिएँ, पुरै जलेको रहेछ। अहिले चाहिँ तपाईँहरूलाई देखाउँछु। सो राष्ट्रिय परिचय कार्ड चाहिँ नबन्ने भयो है, किनभने अब यहाँ सब जलेको छ नि त। कम्प्युटरहरू केही छैन अरे, सब केही सामग्रीहरू पनि छैन अरे। सो त्यही हो, अब तपाईँहरूलाई म देखाउँछु है त के जलेको छ। हेर्न सक्नुहुँदैन, यस्तो तोडफोड भएको छ यहाँभित्र। सो बाहिर पनि यस्तो छ है, सोध्नुपर्छ। अब नेपालमा पनि बन्छ कि नै थाहा छैन। सो सोध्छौँ हामी, सोध्नु पठाएको छु। पुरै जलेको छ कि हुन्छ। म तपाईँहरूलाई कोलपुर नगरपालिका देखाउँछु कस्तो छ है। यो पुरै यस्तो भएको त है, हेर्न सक्नुहुन्छ पुरै भत्किएर के यहाँ जलाएर है। अब राष्ट्रिय परिचय कार्ड बन्द रहेनछ। सो टाइम लाग्छ अरे, तिहार लगाऊ यहाँ चाहिँ तिहार पछि बन्छ भन्ने हुनुहुन्थ्यो। सो त्यही हो, म चाहिँ बनाउन पाएन, बनाउन आएको थिएँ। सो टेन्सन भयो अब है, किनभने मलाई विदेश जानु थियो, त्यसको लागि राष्ट्रिय परिचय कार्ड चाहिन्छ नि त। सो त्यही भएर चाहिँ अब बनाउन पाएन। अब के गर्ने होला भन्ने भइरहेको छ। सो अब है सोध्छु यहाँ अब नेपालमा बन्छु कि नै, त्यही हो। अनि घर फर्किने हुन्छ बनायो भने चाहिँ। यहाँ आएको थियो, दुःख मात्रै पाइयो गाइस। के गर्ने, यस्तै छ जिन्दगी होइन, डुबानमा परेको छ। सो अब विदेश जाने भनेर मेरो भिजा आएको थियो। सो अब राष्ट्रिय परिचय कार्डै छैन, अनि कसरी जाने है, त्यही भएर चाहिँ बनाउन आएको थिएँ। जलेको छु, मैले तपाईँहरूलाई अघि देखाइ पनि सकेको थिएँ। सो त्यो हेर्न सक्नुहुन्छ कस्तो भएको छ। अहिले चाहिँ म नगरपालिका भवन अगाडि छु। सो हेर्न सक्नुहुन्छ मेरो पछाडि है। अब म चाहिँ अब घरतिर लाग्नुपर्ने हुन्छ अब, त्यही हो। अब यहाँ बस्छौँ, मलाई नास्ता पानी गर्छौँ, अनि त्यसपछि घरतिर जान्छौँ, त्यही हो है गाइस। सो हेर्दै गर्नु होला मेरो भिडियो। सो अहिले चाहिँ हामी जान्छौँ।